तर ज्यान जाला यिनका अगाडि शिर झुकाउने गर्न बाँकी भनेको गोली हान्ने हो। म तयार छु। यसै पनि बिच सडकमा एकजना मान्छेलाई गोली हानेर मारेको पापी सरकार होइन अस्ति भर्खरै मैले मेरो प्यारो चितवनलाई गएर बताउनु पर्नेछ म माथि के भयो। 84 दिन यिनीहरूले मलाई के गरे। दासढुङ्गाको बाटोबाट मध्यरातमा कुन नियतका साथ यिनीहरूले मलाई लिएर गएको थियो मैले चितवनलाई भन्नु छ। मैले बताउन पाउँछु पाउँदिनँ मलाई थाहा छैन। मेरो टाउको माथि तरवार झुन्डाएको छ मलाई थाहा छ। सरकार कसरी ढल्यो, कसले ढलायो, के षड्यन्त्र भए, कसको हातमा हतकडी लाग्नु पर्ने थियो, कसको हातमा हतकडी लाग्नु पर्ने थिएन, यो कुरा सबै चितवनलाई बताउन चाहन्छु। इमानदारीपूर्वक बताउन चाहन्छु। स्थितिमा आएको प्रधानमन्त्रीको पद त्यागेर कहिले हुन मन्जुर भएको मान्छे हो। यसपटक यिनीहरूसँग शिर झुकाएको भए म सायद मन्त्री पनि हुन्थ्यो होला, प्रधानमन्त्री पनि हुन्थ्यो होला, सरकार पनि ढल्दैन थियो होला। तर ज्यान जाला यिनका अगाडि शिर झुकाउने शिर झुकाउँदिन। अब यिनले